यी सबै मानिसहरू केदारनाथ यात्रा गरिरहेका छन्। भारतको उत्तराखण्डमा रहेको केदारनाथ यात्रामा बाटोभरि बिहानैदेखि अत्यन्तै धेरै मानिसहरूको घुइँचो छ। यिनीहरूलाई विभिन्न साधनहरूले माथि उठाइरहेको छ भने कोही पैदलै यात्रा गरिरहेका छन्। यहाँ घोडालाई एक खालको रोग देखा परेर हिजोदेखि घोडाको यातायातलाई स्थगन गरिएको छ। मलाई यत्रो 21 किलोमिटर लामो पैदल यात्रा गरेर मानिसहरू केदारनाथ दर्शन गर्न गइरहेको देख्दा अचम्म लाग्छ। जीवनमा मुक्तिका 4 मार्गमध्ये ज्ञानयोग, ध्यानयोग, कर्मयोग र भक्तियोग, यी योगमध्ये यस्तो बाटोमा कष्टकर यात्रा गरेर भगवानको मन्दिरमा जाने कुन योग पर्छ र यसबाट मानिसहरूले कसरी मुक्ति प्राप्त गर्छन्, यो रहस्यको विषय छ। तैपनि यो बाटोमा यति धेरै मानिसहरू छन्, भिड उत्तिकै छ। यस क्रममा म पनि यहाँ सरिक भएको छु। यो यात्राले केही अनुभव अवश्य महसुस हुनेछ भन्ने लागेको छ। आजको यात्रा पानी भर्खरै परेर रहेको हुनाले सहज छ। गर्मी हुने त कुरै भएन, घाम पनि लागेको छैन। उकालोमा हल्का गर्मी महसुस भए पनि चिसो हावाले त्यसलाई शान्त पारिरहेको छ र यात्रा अगाडि बढिरहेको छ निरन्तर। मैले अहिले 7 किलोमिटर यात्रा गरिसकेको छु। अब बाँकी 14 किलोमिटर यात्रा। आजको गन्तव्य हाम्रो केदारनाथसम्म। भोलि हामी दर्शन गरेर बिहान फर्किनेछौँ।